आज 10औं दिन। यदि तिमी वेट लुज जर्नीमा छौ भने तिमी स्लो हुन सक्छौ, कमजोर होइन। म हो निशान, जस्ट नर्मल बोय। आजको फोकस फ्याट लुज, जोइन्ट सेफ मुभमेन्ट, नो इगो, नो जम्पिङ, बस कन्सिस्टेन्सी। मुभमेन्ट 1 30 देखि 60 सेकेन्डसम्म स्ट्रेट भएर नी माथिसम्म उठाउने, कम्फर्टेबल हाइटसम्म। यो एक्सर्साइज गर्दाखेरि हाम्रो सास फुलिन सक्छ तर हामी रुक्नु हुँदैन। फ्याट बर्न स्पिडले होइन, हाम्रो ड्युरेसनले हुन्छ है। एक्सर्साइज नम्बर 2 चेयर स्क्वाट 8 देखि 12 रेप। स्लो डाउन एन्ड चेयरलाई टच हुने गरी कन्ट्रोलमा माथि आउने, चेस्ट अप एन्ड निज स्टेबल। एक्सर्साइज नम्बर 3 वाल पुसअप्स 10 देखि 20 रेपिटेसन, सेफ, कन्ट्रोल एन्ड स्ट्रङ। 10औं दिनमा याद राख्नुपर्ने कुरा, वेट लुज पनिसमेन्ट होइन, त्यो पेसेन्स हो। हरेक रेप हाम्रो फ्युचरलाई हल्का गर्दैछ। अनि हजुरलाई कुन चाहिँ एक्सर्साइज सबैभन्दा हार्डेस्ट लाग्यो प्लिज कमेन्ट गर्नुहोस्। डे 10 आउट अफ 100 जारी नै छ। हस्त धन्यवाद, आजलाई यति नै। फेरि भेटौँला हाम्रो नयाँ भिडियोमा।